कार्यक्रमको शोभा बढाउन हुन आउनु पाल्नुभएका यस सभाका सभाध्यक्षज्यू प्रमुखज्यू निशस्त निर्णायक मण्डल तथा मेरा प्यारा साथीहरूमा म कक्षा 10 मा अध्ययनरत छात्र मण्डल पुनको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज यस मिति 2082 साल 1 महिना 12 गतेका दिन हुन गइरहेको यस वाद विवाद प्रतियोगिताको शीर्षक विश्वव्यापीकरण भन्दा स्थानीयकरण नै राम्रो भन्ने पक्षबाट म आज मेरा गहकिया शब्दहरू तपाईहरु सामु प्रस्तुत गर्न गइरहेको छु। सबैभन्दा पहिले त म यस स्थानीयकरण र विश्वव्यापीकरणको परिचय बारे थोरै ध्यान आकर्षण गराउन चाहन्छु। सबैभन्दा पहिले स्थानीयकरण भनेको के हो त? स्थानीयकरण भनेको हाम्रो गाउँठाउँमा रहिआएका धर्म संस्कार परम्परा आदि यही निश्चित घेराभित्र नै रहिरहने अवस्था हो भने विश्वव्यापीकरण चाहिँ हाम्रो यी संस्कार परम्पराहरू विश्वव्यापी भएर विश्व सामु चिनाउने प्रक्रिया हो। म मेरो प्रतिस्पर्धी विपक्षी मित्र के भन्नुभयो भने हाम्रो देश विकास हुनुको कारण विभिन्न नेटहरू मोबाइलहरूको परिणाम हो भन्नुभयो। तर म यसमा 50 कै सहमति छैन महोदय। किनभने यी मोबाइल फोन यिनीहरू कहाँबाट आए, कस्तो स्रोतबाट आएका हुन् भन्ने हामीले जान्नुपर्छ। यी पाइरहेका हाम्रो यी मोबाइलहरू चाइनाको प्रोडक्ट हो भने हाम्रो हातमा यी चाइनाको प्रोडक्टहरू हामी समाइरहेका छौँ। यिनीहरूमा हाम्रो लागत धेरै गइरहेको छ महोदय। हामी अरूको मात्र हेर्ने गर्छौँ, अरूको सामान चलाउने गर्छौँ, तर हामी आफ्नो उत्पादन गर्दैनौँ। त्यही भएर हामी कमजोर भइरहेका छौँ गुरुवर्ग। यहाँ हामी भन्नुपर्दा हाम्रो नेपाल धेरै विकसित राष्ट्र हो। हाम्रो पुर्खाहरूले कमाएको सम्मान इज्जत हाम्रो धेरै थियो। तर अहिले बिस्तारै यो 21औं शताब्दीसम्म आइपुग्न हाम्रो यी परम्परा संस्कारहरू बिस्तारै लोप हुँदै गइरहेका छन्। कारण विश्वव्यापीकरण। किनभने हाम्रो स्थानीयकरणमा रहेका विभिन्न संस्कार परम्पराहरू विभिन्न देशहरूमा बाँडिँदै गर्दा हाम्रो देशका नागरिकहरूले बाहिरको परम्पराहरूलाई सिक्ने, चालचलनहरूलाई बुझ्ने गर्दा हाम्रो नेपाली संस्कार लोप भइरहेको हो महोदय। मेरो विपक्षी मित्र के पनि भन्नुभयो भने हाम्रो यस यो विश्वव्यापीकरणले गरिबी निवारण गर्छ। कसरी गर्छ त? हाम्रो भन्नुपर्दा हाम्रो नेपालमा दक्ष जनशक्तिहरू स्थानीयकरणले गर्दा यहाँको स्रोत साधनले गर्दा उत्पादन हुन्छन्। तर बाहिर जाँदा तिनीहरूले रोजगारी नपाएर बाहिर जानुपर्दा 55 डिग्रीको घाममा काम गर्दै आफ्नो जीविका चलाइरहेका हुन्छन्। भन्नुको कारण महोदय, हामी मान्छु कि म बाहिरको एक चौथाई पैसाले हाम्रो नेपालको भूगोल धानिरहेको छ। तर यो होइन कि सजिलै धानिरहेको छ। तिनीहरूले बाहिर पसिना बगाइरहेका छन्, आफ्नो जनशक्ति खेरा फालिरहेका छन्। नेपालको जनशक्तिलाई पनि हेर्नुपर्दा यहाँको स्थानीयकरणले धेरै सघाउन सक्छ। यहाँको धर्म संस्कार रीतिरिवाज परम्पराहरू निकै सान्दर्भिक र उच्च स्थानमा रहेका छन्। यिनीहरूलाई हेर्ने गर्दा पर्यटकहरू निकै आकर्षण हुने गर्छन्। विश्वव्यापीकरणले तर यसलाई निकै दूरदर्शी बनाइदिन्छ। हाम्रो संस्कारहरूलाई मोबाइल फोन यिनीहरूमा परिवर्तन गरेर हाम्रो ध्यान यसतर्फ लैजान्छ कि हाम्रो संस्कार बाहिरका रीतिरिवाज बिस्तारै हामी भुल्दै जान्छौँ। हाम्रो यी स्थानीयकरणको राम्रोसँग गहिरिएर हेर्नुपर्दा हाम्रा यस स्थानीयकरणको राम्रोसँग गहिरिएर हेर्नुपर्दा धेरै आयामहरू छन्। ती आयामहरूमध्ये हामीहरू राजनीतिक आर्थिक आयामहरूलाई निकै ध्यान आकर्षण गराउन सक्छौँ। यिनीहरूले गर्दा नै हाम्रो नेपाल आजसम्म यो ठाउँमा पुगेको छ र विकासोन्मुख देश भएका कारण बिस्तारै विकसित भइरहेको छ। हाम्रो देश नेपाल विकासोन्मुख देश भएकोले विकास भइरहेको छ। तर विश्वव्यापीकरणले यसमा हाम्रो नेपाललाई निकै कमजोर बनाइरहेको छ। किनकि हाम्रो उदाहरणका लागि महोदय, हाम्रो यहाँ बन्ने जुत्ताहरू जस्तै हाम्रो नेपालमा बन्ने एउटा साथीले जुत्ता सिलाउनु भयो, उहाँको जुत्ताको कम्पिटिसन हाम्रो बाहिर अरू देशहरूमा, अरू ठुल्ठुला देशहरूमा हुनसक्छ। तर यहाँको मानिसहरूले ठुल्ठुला कम्पनीहरूको प्रयोग गरेर तिनीहरू बनाइरहेका हुन्छ। तर हाम्रो यहाँकोले दक्ष जनशक्ति भएर यहाँको स्थानीयकरणकै माध्यमबाट प्रयोग गरेर तिनीहरूको उत्पादन र व्यवसायीकरण गरिरहेका हुन्छन्। अन्त्यमा म के भन्न चाहन्छु भने स्थानीयकरण नै विश्वव्यापीकरण भन्दा बेस हो। मेरा तर्कहरूले हजुरहरूले सम्झिसक्नुभयो होला। स्थानीयकरणले गर्दा हाम्रो देश विकास भइरहेको छ र सगरमाथा जस्तै हाम्रो देश उचाइमा पुग्नेछ भन्दै मेरा गहकिला शब्द यही आराम गराउन चाहन्छु।